ओके, सम्पूर्ण दर्शक श्रोताहरू सबैलाई स्वागत छ। आउँदै हुनुहुन्छ भूपेन्द्रजी, अब भन्दै हुनुहुन्छ नेपालमा घटिरहेका करेन्ट अफेयर्स हजुरहरूको सामना। नमस्कार। आज 2082 साल पुस 12 गते शनिबार। आज दिनभर के कस्ता घटनाहरू घटेका छन् त? आउँदो फागुन 21 गतेका निम्ति तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू लगभग तयार भएका छन्। आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख 3 दलका शीर्ष नेताले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन्। निर्वाचन आयोगले अन्तिम मतदाता सूची पनि प्रकाशित गरेको छ। शनिबार आयोगले अन्तिम मतदाता नावली प्रकाशित गरेको हो। आयोगका अनुसार प्रकाशित अन्तिम मतदाता नावलीमा 96,63,358 पुरुष र 92,40,131 महिला र अन्य 20 गरी जम्मा 1,81,03,679 मतदाता समावेश भएका छन्। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दर्ता भएका सबै राजनीतिक दलहरूलाई रितपूर्वक उम्मेदवारीको बन्द सूची तयार गर्न अनुरोध गरेका छन्। त्यस्तै एकताका कुरा पनि भएका छन्। उज्यालो नेपाल पार्टीले सबैको सहअस्तित्व स्थापित हुने गरी एकताको पक्षमा रहेको जनाएको छ। शनिबार दिउँसो बसेको बैठकबाट पार्टीले आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दलहरूलाई आह्वान गर्ने निर्णय गरेको छ। शनिबार निर्णायक वार्ता हुने भनिएको राष्ट्र स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह नेतृत्व टिमको बीचको निर्णायक वार्ता अनिश्चित बनेको छ। शुक्रबार अबेरसम्म द्विपक्षीय छलफलमा बालेन पक्षले 50-50% पावर सेयरिङको प्रस्ताव राखेपछि वार्ता अनिश्चित बनेको हो। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार अर्घखाँचीको सिंहगङ्गा स्थित प्रहरीले छापा मारेको विरोधमा सो पार्टीले सङ्घर्षका कार्यक्रम घोषणा गरेको हो। यी र यस्तै समाचारहरू निरन्तर रूपमा तपाईँलाई सुन्न मन लागेको छ भने भूपेन्द्र अधिकारी लगायत कुल बोय ग्याङलाई पनि तपाईँले फलो गर्न सक्नुहुन्छ। आगामी दिनहरूमा करेन्ट तत्काल घटेका घटनाहरू र अरू धेरै विविध कुराहरू। यो आजको निम्ति ट्रेलर मात्रै हो, फिल्म अझै बाँकी छ भन्दै भूपेन्द्रले अझै धेरै कुराहरू यहाँहरू माझ पस्कने र दर्शकलाई आफूले कहिले पनि निराश नबनाउने कुरा जानकारी गराएका छन्। उज्यालो 90 नेटवर्कको शैलीमा एउटा जाओस् भन्दै कमेन्ट प्राप्त भएकोले उज्यालोको शैली भूपेन्द्रले अपनाउन खोजेका छन्। बीबीसी रेडियो नेपाल कान्तिपुरको आफ्नै शैली हुने बीबीसी लन्डनको नेपाली सेवा हो। अब काठमाडौँ स्थित कुलबोयबाट बाँकी प्रसङ्ग भनेर बीबीसीले भन्ने भए पनि उज्यालोको शैली सुन्न चाहने दर्शकको निम्ति एउटा उज्यालो 90 नेटवर्कको शैली सँगसँगै भूपेन्द्रले बिदा माग्ने तर्खर गरेका छन्। नमस्कार। काठमाडौँ उपत्यकाबाट उज्यालो 90 नेटवर्क सँगसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र इन्टरनेटमा www.unn.com.np मार्फत संसारभर एकसाथ प्रसारण भइरहेको काया कैरनमा म भूपेन्द्र अधिकारीको हार्दिक स्वागत छ। काया कैरन सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। काया कैरन म वेट गरिरहेको थिएँ ओके ब्रदर ओके हुन्छ, भेट्दै गरौँला। थ्याङ्क यू सो मच। आउँदै गर्नुपर्छ। अब इन्टरटेन गराउने हो जसरी पनि दर्शकलाई। तपाईँले पनि निकै राम्रो भनौँ न, मैले अघि समाचारमा भने जस्तो टिकटक वास्तवमा हेर्नै नसकिने टिकटक थियो। हाम्रा आमाहरू आउन नसक्ने, बुवाहरू आउन नसक्ने, काका बडाहरू अलिकति अघिल्लो पुस्ताले चाहिँ चलाउन नहुने खालको टिकटक भनेर जुन आम रूपमा बुझिराखिएको थियो नि टिकटकलाई। टिकटकमा आउने बित्तिकै चाहिँ विभिन्न किसिमका पनिसमेन्टहरू गर्ने, अश्लील कुराहरू, छाडा कुराहरू, अलिक बढी चाहिँ मान्छेलाई नङ्ग्याउने, होच्याउने, गाली बेइज्जती गर्ने प्लेटफर्मको रूपमा मानिसहरूले अलिकति दुरुपयोग गरिरहेको भन्ने सन्दर्भमा तपाईँको जसरी आगमन भएको छ टिकटकमा र तपाईँले जुन मार्ग अवलम्बन गर्नु भएको छ, जुन किसिमका शब्दहरू, जुन किसिमका लयहरू, जुन किसिमको प्रवृत्ति तपाईँले अपनाउनु भएको छ, यो एकदमै सराहनीय छ। र यो तपाईँको आनी बानी र तपाईँले गर्नुभएका हरेक कुराहरूलाई सकारात्मक रूपमा अरू होस्टरहरूले पनि फलो गर्न जरुरत छ, ताकि टिकटकलाई हिजो हाम्रो आमा बुवाहरू नजोडिरहेको परिप्रेक्ष्यमा टिकटकलाई हेर्ने जुन एक किसिमको तल्लो स्तरको चाहिँ मनस्थिति थियो त्यसलाई परिवर्तन गर्दै सकारात्मक बनाएर सबै तपाईँ हामी परिवार, तपाईँ हाम्रो समुदाय, सम्पूर्ण नेपाली एकीकृत गरेर टिकटकको तर्फबाट हामीले सकारात्मक यी कुराहरू गर्न सकिन्छ। टाढा भएका मानिसहरू, अमेरिकामा भएका, जापानमा, युरोपमा भएका अथवा उत्तर कोरिया जहाँसुकै भएका साथीहरू पनि आज एउटै प्लेटफर्म मार्फत तपाईँमा केही ट्यालेन्ट छ भने देखाउन सकिन्छ, तपाईँमा केही रचनाहरू छ भने गर्न सकिन्छ, सूचनाहरू आदान प्रदान गर्न सकिन्छ, मित्रता जोड्न सकिन्छ भनेर जुन तपाईँले एउटा सन्देश दिन खोज्नु भएको छ, ती अश्लीलता
अश्लीलतालाई केही देखाएर अश्लील कुराहरूलाई चाहिँ नि प्रवर्धन गरेर पैसा कमाउन ब्रह्मलुट गर्न बसेका त्यस्ता साथीहरूलाई तपाईँले गतिलो झापड दिनुभएको छ। थ्याङ्क यू सो मच। धन्यवाद भूपेन्द्रजी, यस्तो राम्रो कुराहरू भनिदिनु भयो एकदम है। म त स्पेसल के कुरा भन्छु भन्दाखेरि दर्शक पनि हो, एउटा दर्शकहरू हुनुहुन्छ जति पनि जनाले माया गर्नुहुन्छ मलाई। अहिले देश विदेश हजुर भूपेन्द्र दाई जस्तो मान्छेहरू उता बाहिर भयो भने पनि अब आफ्नो फ्यामिली उतै बाहिर भयो भने पनि यता टाइम नमिल्यो भने पनि अब भनौँ न नेपालमा यति भइरहेको हुन्छ, उता कति भइरहेको हुन्छ, कोही काममा बिजी हुनुहुन्छ होला, कसैले के काम गरेर राख्नुपर्छ होला, कोही ड्युटीमा हुनुहुन्छ होला है। सम्पूर्ण दाजुहरू, सम्पूर्ण दिदीबहिनीहरू, सम्पूर्ण मेरा काका काकी अङ्कल आन्टी जति पनि जना हुनुहुन्छ, बा आमा है, जति पनि जना हुनुहुन्छ सबैलाई एकदम माया छ कुलबाईको साइडबाट। अलवेज हुनेछ, यस्तै नै माया बर्साउँदै जानु होला, माया गर्दै जानु होला। र भूपेन्द्रजीलाई पनि धन्यवाद, आज लाइभमा आउनुभयो। एक दिन म भूपेन्द्रजीलाई चाहिँ इन्टरभ्यू दिन चाहन्छु है, भूपेन्द्रजीलाई चाहिँ म इन्टरभ्यू दिन चाहन्छु। कहिले यस्तो मेसो मिलाउनुहोस्, दामी गरौँला है, लाइभमै गरौँला इन्टरभ्यू, लाइभ इन्टरभ्यू गरौँला, यताउति गरौँला, बवाल हुन्छ है। लाइभ इन्टरभ्यू भन्दा दर्शकहरूको निम्ति र हजुरको निम्ति पनि एउटा छोटो मिठो जानकारी, मेरो चाहिँ स्पोन्टेनियस ट्राभलर्स भन्ने युट्युब च्यानल छ, त्यहाँ चाहिँ मैले तपाईँले अहिले ठ्याक्कै भने जस्तो यही टिकटकमै इन्टरभ्यू गरौँला भन्ने हिसाबले मैले चाहिँ टिकटकमै साथीहरू ल्याउनु पर्यो। अनि जो चाहिँ राष्ट्रिय स्तरका मिडियाहरू भनिएका जस्तो कान्तिपुर, नेपाल टेलिभिजन अथवा एफएन अरू टेलिभिजनले स्थान नदिएका त्यस्ता सर्जकहरूलाई, त्यस्ता स्रष्टाहरूलाई, त्यस्ता मानिसहरूलाई चाहिँ म बिस्तारै टिकटकै माध्यमबाट बोलाउने, जो चाहिँ इन्टरभ्यूहरू दिन पनि हतपति जानुभएको छैन, अप्ठ्यारो लाग्छ, लाज लाग्छ, हरेक कुरा छन्, त्यस्तो साथीहरूलाई बोलाएर अनि त्यही रेकर्ड गरेर हाल्ने भनेर मैले त्यो च्यानलमा स्पोन्टेनियस ट्राभलर्स अर्थात् भूपेन्द्र अधिकारी 369 भनेर टाइप गर्नुभयो भने युट्युबमा आउँछ, त्यहाँ गएर एकचोटि साथीहरूलाई त्यहाँ सुझाव दिन पनि म अनुरोध गर्छु। हुन्छ, हामी कुनै दिन तपाईँ र म पक्कै पनि बसिन्छ। अब त सहकार्य अलिक लामै गर्नुपर्छ। हजुर हजुर, हुन्छ हुन्छ ब्रदर, ओके, राम्रोसँग बस्नुहोस् दाइ है, टेक केयर। अब म पनि जानुपर्ने हुन्छ, लाइभ छोडेर राति 11 साढे 11 भइसक्यो है। थ्याङ्क यू। ओके ब्रदर, टेक केयर। ल सो राजाहरू एकदम माया छ अलवेज है, अलवेज माया छ मनदेखि, अलवेज नै भनौँ न।